तपाईको घरको नक्सा मसँग हुनुपर्छ। नगरपालिका के हुन्छ त? तपाईको नक्सा मसँग हुनु मैले हजुरको अफिसमा त यहाँनिर यत्रो नोटिस दिएको छ अनि के हो यो? हजुरले के 35 दिन भित्र खाली गर भनेर नोटिस दिएको छैन? तपाईको घरको नक्सा मसँग हुन्छ? अनि मैले खाली गर्नु किन कसरी गर्ने खाली? मैले तपाईको घरको नक्सा मसँग हुन्छ त जाउने। हजुरलाई हेर्नु यो बाटो सडक विभागले यो बाटो बढाएको छ। हाम्रो पहिले जसरी जानुपर्ने थियो अहिले कहाँ छ? बिल्डिङको बेसमेन्ट तपाईको बिल्डिङको पार्किङ चाहिँ कहाँ छ? लिजको कुरा नगरौँ। तपाईकै जग्गा तपाईको बिल्डिङको पार्किङ कहाँ छ देखाउनु। अब लिज लिन चाहिँ मान्नु कि नमान्नु? कसरी किन्नु पर्यो कि कसरी हो त्यसरी? तपाईँले नक्सामा ट्रेस म्यापमा तपाईँको दुइटै देखाउनु मिल्छ? यो सबैतिर त्यसो भने सबै बिल्डिङमा चाहिँ पार्किङ छ त आफ्नो बिल्डिङमा? काठमाडौँभरि खाली गरिरहेको छ त। होइन मैले बुझेँ कमर्सियल हो तर मैले कसरी तपाईँको नक्सामा क्षेत्रफल एरिया यो दुइटै प्लट देखाउनु पाउनुहुन्छ? कुनमा? यो दुइटै प्लट देखाउनु पाउनुहुन्छ नक्सामा? यसमा पाउँदिनँ। पाउनुहुन्छ तर मेरो तपाईँकै नक्सामा बेसमेन्ट हुनुपर्छ क्या? अर्काको नक्सा मैले बुझेँ कि हजुर तर के छ भने यो बाटो बढेपछि गाडी जाने ठाउँ कहाँ छ देखाउनुहोस्। त्यो त बनाउनु पर्यो नि त तपाईँले। सडक विभागले दिएन नि हजुर यहाँ हेर्नु त ल गाडी जाने ठाउँ यहाँबाट बनाउनु ठाउँै होइन आउनु ल म देखाइदिन्छु। यहाँबाट गाडी बाइक कसरी बाइक बनाउनु पर्यो त्यो त। कसरी सडक विभागले दिएन नि? होइन सडक विभागले दिनु पुरै भएर नि। सडक विभागले तपाईँको बिल्डिङ त्यो आफैले भन्नुभयो लिजमा लिएको बिल्डिङ बनेको 15 वर्ष भयो हेर्नु। तपाईँको यो सडक 5 वर्ष अगाडि चेन्ज भयो। तपाईँको नक्सामा त्यो नक्सा देखाउनु त्यो लालबुर्जा देखाउनु मिल्दैन। तपाईँको आफ्नै जग्गामा बेसमेन्ट मैले बुझेँ पार्किङ छैन। मैले बुझेँ यो बिग्रियो हजुर यो बाटोले गर्दाखेरि समस्या भएको हो होइन? तपाईँले घुमाउनु मिल्छ ऱ्याम्प कसरी मिलेन हजुर? नभए मिल्छ त्यो डिजाइन गरौँला फरक ठाउँ। हजुर तपाईँले यहाँ ल्याब खोल्न पाउनुहुन्न। ठिक छ नखोल्नुला अब केही छैन तर हजुरले चाहिँ मैले जुन एप्रुभल ल्याएको छु पछाडिबाट घुमाउनुहुन्छ। सरकारले मैले फाइन तिरेर एप्रुभल ल्याएको छु त्यसलाई हो सबै ल्याएको छु। हस्पिटल खोल्ने ल्याब खोल्ने एप्रुभल मैले व्यवसाय गर्ने भनेर ल्याएको छु नि हजुर। होइन व्यवसाय गर्ने भनेर एप्रुभल लिनु व्यवसाय ल्याएको छु मैले ट्याक्स ल्याउनु नि त। म दिन्छु हजुरलाई। तपाईँको घरको नक्सा मसँग हुनुपर्छ। नगरपालिका के हुन्छ त? तपाईँको नक्सा मसँग हुनु मैले हजुरको अफिसमा त यहाँनिर यत्रो नोटिस दिएको छ अनि के हो यो? हजुरले के 35 दिन भित्र खाली गर भनेर नोटिस दिएको छैन? तपाईँको घरको नक्सा मसँग हुन्छ? अनि मैले खाली गर्नु किन कसरी गर्ने खाली? मैले तपाईँको घरको नक्सा मसँग हुन्छ त जाउने। 35 दिनदेखि भइरहेछ त। तपाईँ अहिले आउने मैले मेरो अफिसमा होला मैले त त्यो नक्सा लिएर त बस्दिनँ नि हजुर। मेरो अफिसमा स्टाफहरू होला। तपाईँको यो सोटर लाउनु अहिले यहाँ अहिले खोल्नु पाइँदैन। सोटर लगाइदिउँ हजुर। तपाईँ हजुरको आउँछु नि म उकिल लिएर आउँछु आउँछु नि होइन त्यो पाउनु पनि कानुनी हो कि के हजुरले यसरी कसरी बोल्नु? मलाई थर्काउनु खोज्नु भयो? तपाईँले मलाई फर्काउनु खोज्नु भएको हो मैले थकाएको छु। तपाईँको पब्लिक मिडिया छ कसरी बोल्नु हजुर? तपाईँको नक्सा मसँग हुनुपर्छ त। होइन अफिस हजुरको पनि छ हजुरको पनि अफिस हुनु पर्यो मेरोमा पनि छ होला म दिन्छु। तपाईँ यो लाउनु गर्नुहोस्। तपाईँको यदि नक्सा यहाँ छैन